अब हामी यहाँदेखि आएका थियौँ भर्खरै। अब चाहिँ यो एउटा यता जाने बाटो रहेको छ अनि यो एउटा कोठा घुम्नेको लागि कोठा भइहाल्यो। उता पारि पनि रहेछ तर उता नजाउँ, धेरै छैन। अनि यहाँ माथि फेरि एउटा गएको छ भर्याङ, फेरि माथि एउटा भर्याङ आएको छ, त्यहाँ पनि जान्छौँ। पहिले चाहिँ हामी फर्स्ट यता जाऊँ, बाटो निकै नै खतरनाक छ। आउने बेला चाहिँ यसो ध्यान दिएर हिँड्नु होला। यहाँ रहेको छ एउटा गुफा, एउटा कोठा नै भन्न मिल्छ यसलाई। यो हो एउटा कोठा जहाँ चाहिँ टन्नै मान्छेहरू बस्न मजाले सक्छ, किनकि यो निकै नै ठुलो कोठा छ। अनि यता ओ माई गड आवाजै गुन्जिरहेको छ। यो निकै नै ठुलो कोठा छ। हेर्न सक्नुहुन्छ यहाँ के को लागि, सायद केही राख्नको लागि होला। यो चाहिँ तलको भन्दा अलिक सफा छ। यो किचन कोठा नभएर यो चाहिँ रुम हुनसक्छ सुत्नको लागि। यो हेर्न सक्नुहुन्छ तल पारी बाटो हुँदै यो बाटो हुँदै यहाँदेखि आएर यो चाहिँ हो यहाँको विन्डो, झ्याल होला सायद। अनि यहाँ मुनिदेखि पनि छ एउटा उज्यालोको लागि नभए यहाँको जति पनि फोहोर हुन्छ, माटोहरू हुन्छ त्यो चाहिँ तल झार्नको लागि हुनसक्छ। यो एउटा झ्याल रहेको छ। अनि यता अर्को कोठा फेरि छ, यहाँ यो रहेको छ फेरि अर्को कोठा, अलिकति सानो छ। अनि त्यसपछि यहाँ एउटा छ, यो सबभन्दा ठुलो विन्डो, ठुलो झ्याल रहेको छ यहाँ। यहाँदेखि चाहिँ टन्नै हेर्न मिल्छ है। यतादेखि आएको हामी चाहिँ खास चराङ गाउँपारी हो।